Hello guys, हामी चाहिँ अहिले काजु खाना आँटेको दिपिका म दिपिकाले मलाई नाइट भ्यू हेर्न मार्फा लान्छ अरे अनि हामी दुईटा बक्खु लाएर टिकटक भिडियो गर्छौँ। गाइस मुस्ताङ आज मुस्ताङको पिराल चाहिँ खानुपर्छ है। वाउ यो चाहिँ चिकन लाइक हाम्रो मोमो र वाइवा चालेको वेटिङमा छु म चाहिँ। होइन दिपिका मलाई त कस्तो थकै लाग्यो। हामी चाहिँ अब मार्फा जानुलाई गइरहेछौँ। कतिखेर मार्फा गएर गाइस त्यो दिपिकाले चाहिँ दुईटा आलु भने पनि घाटा गरिदियो पकाएर। मन थियो अब यहीँ गर्न पोखरामा त देखेको थिएँ तर हालेको थिएन। आहा जस्तो छ के जस्तो छ एउटा फ्रुट्स हुन्छ नि स्ट्रबेरी जस्तो टेस्ट आएको छ तर बबल टी जस्तो छैन। यो चाहिँ एउटा हो अघि एउटा हो दुईटा मोमो बिना खाजा इन्कम्प्लिट हुन्छ। मोमो आयो कस्तो भन्छ फेमस बिस्कुट चाहिँ आर्मी बिस्कुट गाईको चाहिँ हामी चाहिँ दिपिका दिदीको क्याफेमा किन आएको छ। दिपिकाको दिदी क्याफे रुपिका दिदीको गाइज मैले चाहिँ आर्मी बिस्कुट अनि यो त्यो चाइनिज नुडल्स अनि गाई मिठाई किनेँ। बाहिर दिपिकाले पुरा मार्फा गल्लीमा छिराउँदै लगाएको छ है। मार्फा चाहिँ राति रमाइलो हुँदो रहेछ। कति उज्यालो छ लेक साइड जस्तो भाइब्स आउँदो रहेछ है। मम्मी सबैजना ड्रेस लाउने यहाँको गुम्बा है। हामी ड्रेस लगाए खै तिम्रो ड्रेस गाइस हाम्रो ड्रेस चाहिँ यो दिपिका यहाँ हो मेरो त यहाँ लिस्किसक्यो यार। हेलो अब साँझ भयो अब हामी घर जान्छौँ धेरै भिडियो गर्दैनौँ। आज बक्खु पनि लाग्यो एउटा ड्रेस पनि पुरा भयो मुस्ताङ आएर ड्रेस लाउनु रमाइलो भयो। ड्रेस चेन्ज गर्न गयो अब पनि जान्छु। टिकाले त ड्रेस खोल्न थियो म पनि खुवाउनु पर्यो राति भयो है। यहाँ हुन्छ जेरी गल्ली काँडानिर दिदीको मिलाएर दिनुहुन्छ उहाँले। तिमी फेरि के फन घुमेछौ ल हेलो भन। आन्टी हेलो भन्नु। हेलो आन्टीकोमा कपडा लाउन आउने ठ्याक्क जेरी गल्लीको आडामा छ। बाई बाई दिदी फेरि आउने ल हुन्छ। गाइस गुड मर्निङ। बिहानको भ्यू हुन्छ कुन चाहिँ हिमाल त यही नजिकै। वाउ यो चाहिँ धौलागिरी हिमाल रे यताको चाहिँ निलगिरी हिमाल अनि यो चाहिँ दिपिकाको घर हो।
अब हामी चाहिँ दुम्बाताल जान्छौँ एकछिनमा। यो उसको बस्ने ठाउँ चाहिँ ठिनी भन्दो रहेछ। ठिनी अहिले पछि भिडियो गर्छु। हेलो गाइस, अहिले चाहिँ हामी दुम्बाताल जान लागेको। बिहानको 10 बजे छ। अहिले चाहिँ हावा आउँदैन रहेछ खासै यसरी। अनि चाहिँ अहिले चाहिँ टिपिकल स्कुट निकाल्दैछ। मैले चाहिँ भित्र थकाली ड्रेस लगाएको छु। बाहिर चाहिँ यता जाडो हुन्छ भनेर ज्याकेटले कभर गरेको छु। दुम्बाताल गएपछि नै म आउटफिट देखाउँछु। हेर्दा हेर्दा मेरो पछाडि खसेछ। सो यता पछाडि हिमाल छ अनि यता ज्याकेट। मेरो आउटफिट हेर्न सक्नुहुन्छ हजुरहरूले। म अब दुम्बाताल गएर देखाउँछु। बाई गाइस, अहिले चाहिँ हामी दुम्बाताल आइपुग्यौँ। ल हेर्नु, दुम्बातालमा यस्तो भिड छ। योपालिको सिजन चाहिँ एकदमै प्याकै मुस्ताङ यता हेर्न सक्नुहुन्छ। टन्न भरेको छ स्कर्पियो, बाइक, स्कुटीले। दुम्बातालमा खासै केही त छैन, यही एउटा ताल हो। अब खिचिन नखिचिन यही तालमा हो। 11 बजिसक्यो अहिले चाहिँ। अहिले पनि कस्तो मजाको चिसो हावा चलिरहेको छ। अब 12-1 बजी चाहिँ झन् ठुलो हावा चल्छ रहेछ। अब हामी चाहिँ छिटो फोटो खिच्छौँ। अनि हामी अहिले पछि चाहिँ भ्यू टावर जान्छौँ। परस न अहिले चाहिँ 1 बज्न आँट्यो। हामी 2 घन्टा आइपुग्यौँ होला दुम्बातालमा। मेरो नाक पुरा रुगा लगाएर हैरान भएँ। अब हामी फर्किन आँटेको। यही हो दुम्बाताल। बाई बाई फ्रम दुम्बाताल। Many unbearable hours later. गाइस, हामी भ्यू पोइन्ट जान लागेको कतै। अझै जाँदैछौँ। गाइस, हामी चाहिँ रोकिँदै आएको हो। हिमालको जरामा त आयौँ, तर भ्यू टावरमा अझै पुग्न सफल भएन। यो डाँडा पछि अर्को डाँडा। यो डाँडा हुन्छ, अब यति चढ्यो भने फेरि अर्को डाँडा थपिन्छ। फेरि चढ्यो, फेरि अर्को डाँडा। अझ 10-20 डाँडा चढ्यो। थोकै पनि लाग्यो। अब त भ्यू टावर ल्याउने भनेको यही खिच्छौँ, थुप्रो खिच्छ मलाई सायद। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ भगवान्को मूर्तिहरू जस्तो देखिने के है। तर हो कि थाहा छैन। तर त्यो मूर्तिमा हामी त्यस्तो देख्यौँ। यता घाम डुबेको पछाडि यता होला हिमाल। अब हामी जान्छौँ। गाइस, जति खिच्यो जति हेऱ्यो त्यति रमाइलो। मुस्ताङको भ्यू। सक्नुहुन्छ यो चाहिँ स्याङ भिलेज। यहाँ स्याउबारी छ अनि यो ठिनी। हामी बसेको चाहिँ यो ठिनीमा दिपिकाको घर चाहिँ। अनि यहाँ बाटोबारी जोमसोमे हेलो गाइज, आजको भ्यू टावर